हेलो साथीहरु, आज म काँक्राको खल्पी अचार बनाउँदैछु। म यो काँक्रा तयार पारेको छु। हल्का घाममा सुकाएर चाहिँ यो काँक्रा यसरी चाहिँ हल्का सुकाएको छु। यो पानीको मात्रा धेरै हो भनेपछि बिग्रिन्छ, त्यसको कारणले है स्पेशल काँक्राको अचार बनाउँदैछु। यो खुर्सानी आवश्यकता अनुसार मलाई अलिकति थोरै खुर्सानी म धेरै खादिनँ, त्यसकारण मैले खुर्सानी राखेँ है। तपाईले अलिकति धेरै खुर्सानी पनि राख्न सक्नुहुन्छ आवश्यकता अनुसार। त्यसपछि नुन राखेँ, यो नुन है। अनि त्यसपछि तपाईको बेसार आवश्यकता अनुसार राखियो। अनि यो तोरी मैले पिसेको थिएँ मिक्सचरमा, यो तोरी राख्दैछु है। यसरी चाहिँ तोरी राख्दैछु। अनि मैले घरमै बनाएको थियो यो अचार मसला, यो अचार मसला राख्दैछु अलिकति थोरै है। अनि तोरीको तेल, स्पेशल तोरीको तेल राख्दैछु है साथीहरु। यसरी यो तोरीको तेल सबै कुराहरु राखिसके मैले है। अब म यसलाई मजासँग मोल्छु सबै यो काँक्राहरुमा लाग्ने गरी। तपाईले पनि यसरी गराउन सक्नुहुन्छ। एकदम सादा सिम्पल, खानालाई टेस्टी गराउन सक्नुहुन्छ तपाईले। यसरी मजासँग अलिकति बेसार कम भयो जस्तो लाग्यो, म अलिकति बेसार थप्छु साथीहरु है। अब हल्का बेसार थपे, मजासँग यसरी मोल्छु म है। यसरी मजाले मोल्छु। तपाईले पनि यसै गरी नै बनाउन सक्नुहुन्छ। 2-3 महिनासम्म मजासँग खान सक्नुहुन्छ। म एक्लै भएको कारणले थोरै बनाएको छु। सानो डब्बा छ, यो डब्बामा अट्ने हिसाबले। अब एक्लै भएको कारणले अब धेरै पनि चाहिँदैन, बिग्रिन्छ ठुलो भाँडामा बनाउँदाखेरि हैन। एक्लै बनाउने एक्लै खाने हो मैले चाहिँ है। त्यसकारण मैले यसरी बनाउँदैछु। मैले डब्बा पखालेर रेडी पारेको थिएँ। हल्का चाहिँ तेल यसरी चाहिँ म राख्छु डब्बामा नबिग्रियोस् भन्नुको कारणले है। यसरी चाहिँ तपाईले वरिपरि भित्र चाहिँ बिग्रिन्छ नभए है, अचार बिग्रिन सक्छ। त्यसकारण यसरी चाहिँ मैले पहिला चाहिँ तेल राख्छु डब्बामा, देख्न सक्नुहुन्छ। यसरी सबै ठाउँ यो यसको चाहिँ सबै ठाउँ लागोस् हैन। यो भइसकेपछि बिग्रिदैन साथीहरु है। अब म राख्छु डब्बामा, प्याकिङ गर्छु यसरी मजासँग प्याक्कै सानो डब्बामा। खानलाई पनि एक्लै खानलाई चाहिँ ठिक हुन्छ के साथीहरु। त्यसकारण तपाई पनि एकजना हुनुहुन्छ भने यसरी बनाउन सक्नुहुन्छ। अब धेरै जना हुनुहुन्छ भने अलि ठुलो भाँडामा अलिकति धेरै काँक्राहरु काटेर बनाउन सक्नुहुन्छ। यसरी बनाउँदैछु म, यसरी राख्दैछु यसरी। ल मैले यसरी राखिसकेको छु अचार। माथिबाट म तेल राख्दिन्छु। यसरी राख्दाखेरि तपाईको यो अचार बिग्रिदैन। यसरी चाहिँ तेल ट्याक्क राख्दिनु होला। म चाहिँ ढक्कन लगाइदिन्छु है साथीहरु। र आज मैले काँक्राको अचार, खली अचार तयार पारे यसरी। र मसँग अरु अचार पनि छ, मैले यो अचार खाइरहेको छु। हेर्न सक्नुहुन्छ, यो उसको अचार हो, तामाको अचार हो। र मैले यो तामाको अचार खाइरहेको छु, हेर्न सक्नुहुन्छ है। सानो भाँडामा राखेको थिएँ डब्बामा है। यो तामाको अचार अहिले बनाएको अचार यो। र अर्को अचार पनि छ, अझै खाने भइसकेको छैन, यो करेलाको अचार। यो 3वटा अचार छ मसँग। सधैँ रोज चाहिँ खानामा चाहिँ मलाई अचार चाहिँ चाहिन्छ। त्यसकारण र आजको भिडियो कस्तो लाग्यो सबैले कमेन्ट, लाइक, शेयर गर्नु होला। र आजको अचारको भिडियो र भन्दै टाटा बाइ बाइ।